केरलामा 150 जना नाचक देखेको थिएँ अनि मसिना नाच्न मनै पर्यो 150 जना नाच्ने स्टेज कत्रो थियो 50 सालमा यरी नोगेन येबाल उद्घाटन कार्यक्रमलाई म केही समय प्रमुख अतिथि पूर्व स्वास्थ्य निर्मला तावाज्यू विशिष्ट अतिथिज्यूहरू मञ्चमा आसीन देश विदेशबाट पाल्नु भएका अवसर खोज्छौँ खान लागि के अरे यरी नोगेन मेंगर वे या मखा योगा अनि मेन्सुमा र कन जिम्मेवारी खो महा र पिसिङमा उछिङमा गेला अब पान्हा एजे यरिकेजा अब पान्हा कम्बतारिकले आंगा निसुङबा पान आंगा युङमा हक्सुङमा आदाङबा सियो खाकिलरिकी कन आइबा अनि कन केरेक विश्व किराती हारे अनि चोलुङपोक मदन ओ kon kerek ajub sangawa ang ani kerek kiranti hare togi बाल भक्त प्रेमीहरू आज देश विदेशबाट तपाईहरु पाल्नु भएको छ र हामी यस ठाउँमा सधैँ चाहिँ यो पालि पनि हामी भेला भएका छौँ र हामी धर्मावलम्बीहरू पुगेका नै छौँ पाल्नु नै भएको छ र मलाई खुसी लागेको छ आज जन्म जयन्तीको उपलक्ष्यमा जन्मोत्सवको उपलक्ष्यमा हामीले यसमा आफ्नो विभिन्न संस्कृतिहरू विभिन्न भाषाभाषीमा गाउनुभएका मध्यमहरूमा गाउनुभएका हाम्रो भाषाभाषीमा गाउनुभएका शब्दहरू सबै जम्मा भएर तपाईहरु जम्मा भएर आउनुभएको छ
र यो थलो कस्तो भने म के भन्न चाहन्छु भने हाम्रो भाषादेखि के भन्छ त भन्दाखेरि तुतुगेन तुम्याहाङ चोलुङ भन्छ यसलाई नालिगेन थाङबेन चोलुङ सिसागेन मिन्चिङ चोलुङ नालिगेन थाङबेन चोलुङ मेन्जो निभाङ मेङ्गेङ्गे भाङ अर्को आमो आजुप्स्याङ अनि चोलुङिन थाङथाङ बौ निभाङ तागेरा निगाफो मांग्लम होमु सेवा आथन्दम्बान तो तागेरा निगाफो मांग्लम केतन तो तागेरा निगाफो मांग्लम में तंजुप सिंह अनि मंगवा घोरो हांगवा घोरो पेडिया घोरो पांचन घोरो सिकुमा घोरो निगवा घोरो शक्ति सिद्धिया घोरो मांगजोलुङ अररो हांजोलुङ अररो पांजाङ जोलुङ इंजाङ जोलुङ अररो नालिगेन थांबेन जोलुङ सिसागे बिन्चिङ जोलुङ तुतुगेन तुम्यान जोलुङ यालागे सुहांना जोलुङ बा उसाङ लरो कुलिङ धगे लभाङ अनि गाउँमा आजुप्स्याङवा हेन इन्जु मिसिके अनि तो सेवा आजोगे सेवा आजोगेले सेवा anak pun mang sewa jok ma hang sewa jok ma mangjong lo hangjong lo ma sewa ane ajoge yang ko ani mangle hem mungkin hem mangwa hangwan hem panjang injang in manglane abiran wa aro ani ting jumle punu sare khasing minni male jogurde अनि केरेक नु एगाङान अब खेनावा त्यसले गर्दा हामी सबैभन्दा पनि धर्म थिएन भने खानु पाइँदैन धर्म चाहिन्छ धर्म गरियो भने हाम्रो छोराछोरी नाक सन्तान पाला पाला तला तला सबै खानु पाउँछ शिक्षा ज्ञान प्राप्ति हुन्छ ज्ञान विवेक प्राप्त हुन्छ बोल्ने शक्ति हिँड्ने शक्ति डुल्ने शक्ति सबै चिज प्राप्त हुन्छ र त्यसले गर्दाखेरि हामीले त्यो होस् मङले हामीले देओस् भनेर हामी स्थलमा हामी घरिघरि दफा दफा हामी भेला भएर हामी यो काम गरिराखेका छौँ र मेरा विचारले यो कुराहरू यो हाम्रो निवेदनहरू मागको रूपमा तागेरा निमाको थलोमा पक्का हाम्रो निवेदन thì nét sung Gari Knogen mang Obangi sewaru onso nawa jai mo te sendi bisa tumbun wara miki huwa mu te o dagera niwa huma mu te enga ati enga dindilung thamdelung hu te o didilo sadamlo hanu sawalu ye palung mu te o mudalu takpa manga mogolu gapa mangang hu te o tabu gusi pula gulung gapa gu yangan gusang o tele o cho tung iksa kandi cho ikene ma iksa kandi phua sanda tabu gusi pula gulung gapa gu yangan gusa cho ikene ma Eyuno sinyo ke modena matine yu ponge yu menchangge nanyami nawa jai ke nesin
Hikchumdige dinarare mujina keyonga samsuya mingke wati sege kumguya imago mujina keyonga no susuai lalawai kitong samile gusa yupung yena sawa awage isa sendi bisa tunggun wara miki huwa ge huwa sa jiti nara ge nara saru samyodhaku angsima mangma pavitra hangma sabalingde ऐतिहासिक बुद्ध खिचिराख्नुपर्छ नि अभी तानु एकदम दिखने ना तो 11 Pro Max हो नि त अलिक नपाके जस्तो लाग्यो भयो त ओ दाइ हाम्रो संस्थाको गर्नु मिल्दैन हैन यो धुनु जाने हो आयो मैं हजुर अंदरमै आउँछ हुनमा हार्दिक आग्रह गर्न चाहन्छु र यतिखेर म तागेर आङदेमज्यूलाई माङसेबुङ इक्ला तेस्रो संस्करणको फाइनलमा प्रवेश गर्नु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु र विजेता सुनुवारज्यूलाई देब्रेपट्टिको लाइनमा अलिकति वर सरेर उभिदिन म हार्दिक आग्रह गर्न चाहन्छु र अबको क्रममा श्री कुमार लिम्बू र आयुष नेम्बाङज्यूलाई अग्रपंक्तिमा आएर उभिदिन म हार्दिक आग्रह गर्न चाहन्छु माङसेबुङ इक्ला तेस्रो संस्करणको यो टप 6 सेमी फाइनल राउन्डबाट भोलिको फाइनल राउन्डमा आयुष नेम्बाङ र श्री कुमार लिम्बू दुईजना मध्येमा धेरै भूमिका नबाँधिकन म श्री कुमार लिम्बूज्यूलाई फाइनल राउन्डमा प्रवेश गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दै दाहिने तर्फको लाइनमा गएर उभिदिनु म हार्दिक आग्रह गर्दै आयुष नेम्बाङज्यूलाई देब्रे तर्फको लाइनमा अलिकति वर सरेर उभिदिनु म हार्दिक आग्रह गर्न चाहन्छु र त्यसरी नै ढिला नगरिकन म दोमन लिम्बू गजरमुखीबाट हुनुहुन्छ र धड्कन बिकाज्यूलाई अग्रपंक्तिमा आएर उभिदिनु म हार्दिक आग्रह गर्न चाहन्छु र दोमन लिम्बू र धड्कन बिका दुईजना प्रतिस्पर्धीहरू मध्ये सेमी फाइनल राउन्डबाट भोलिको फाइनल राउन्डसम्म को प्रवेश गर्न सफल हुनुभएको छ धेरै भूमिका नबाँधिकन म समयको पाबन्दीलाई मध्यनजर गर्दै भोलिको फाइनल राउन्डसम्म पुग्न सफल धड्कन बिकाज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै दाहिने तर्फको लाइनमा गएर उभिदिनु म हार्दिक आग्रह गर्न चाहन्छु र दोमन लिम्बूज्यूलाई देब्रेपट्टिको लाइनमा आएर उभिदिनु म हार्दिक आग्रह गर्न चाहन्छु र भोलि माङसेबुङ इक्ला तेस्रो संस्करणको फाइनल राउन्डसम्म पुग्न सफल प्रतियोगीहरूलाई म यथास्थानमा गएर बसिदिनु म हार्दिक आग्रह गर्न चाहन्छु सेमी फाइनल राउन्डसम्म पुग्न सफल प्रतियोगी दोमन लिम्बू विजेता सुनुवार र आयुष नेम्बाङज्यूलाई यहाँसम्म
पुग्न सफल हुनुभएकोमा यहाँहरूलाई पनि हार्दिक हार्दिक बधाई तथा आगामी दिनको साङ्गीतिक यात्राको लागि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ र सेमी फाइनल राउन्डसम्म पुग्न सफल 3 जना प्रतिस्पर्धीहरूलाई खदा लाएर सम्मान जनाइदिनु हुनका लागि म निवर्तमान अध्यक्ष किराचाङ साक्थिङका निवर्तमान अध्यक्ष ज्ञानु केदेमज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु। एक गजलमुखी इलामबाट हुनुहुन्छ, उहाँको लागि जोरदार ताली खोइ त। र अर्को प्रतिस्पर्धी हुनुहुन्छ आयुष नेम्बाङ थाल्गुनन्दा 4 पान्थर, उहाँको लागि पनि सम्मान जनाइदिनु न म हार्दिक आग्रह गर्न चाहन्छु। उहाँहरूलाई खदा सँगसँगै प्रमाणपत्र पनि वितरण यतिखेर भइरहेको छ। उहाँहरूको सम्मानको निमित्त तालीको अपेक्षा गर्दछौँ। त्यसरी नै विजेता सुनुवार हुनुहुन्छ माङ्सेबुङ 5 इलामबाट हुनुहुन्छ, उहाँको लागि पनि सम्मान जनाइदिनु न म हार्दिक आग्रह गर्न चाहन्छु। र प्रमाणपत्र किराचाङ साक्थिङ मुजोलुङ पान्जुम्बोका वर्तमान अध्यक्ष लेखनाथ चेम्जोङज्यूको हस्तबाहुलीबाट प्रदान भइरहेको छ र डोमन लिम्बुज्यूलाई हस्तान्तरण कार्य भइरहेको छ भने अबको पालोमा आयुष नेम्बाङ हुनुहुन्छ। त्यसरी नै विजेता सुनुवार माङ्सेबुङ 5 इलामबाट हुनुहुन्छ, उहाँ माङ्सेबुङ एकला तेस्रो संस्करणको सेमी फाइनल राउन्डसम्म पुग्न सफल 3 जना डोमन लिम्बो आयुष नेम्बाङ र विजेता सुनुवारज्यूहरूलाई खदा प्रमाणपत्र र मायाको चिनो सहित सफल हुनुभएकोमा फेरि पनि यहाँहरूलाई सिङ्गो आयोजक टिमको तर्फबाट यहाँहरूलाई हार्दिक बधाई। आगामी दिनहरूकोमा पनि यहाँहरूको साङ्गीतिक यात्राको लागि शुभकामना व्यक्त गर्दै यहाँहरूलाई पनि म यथास्थानमा गएर बसिदिनु न म हार्दिक आग्रह गर्न चाहन्छु। गर्दैछौँ र आशा सोहाङज्यूलाई म यो हाम्रो मौलिक सांस्कृतिक मञ्चको यो अग्रभागमा आएर उभिदिनु न म हार्दिक